जुन सम्बन्धमा कदर छैन तपाईको लागि त्यो सम्बन्धको लागि सम्झौता नगर्नु होला। कदर बिनाको जिन्दगी अधुरो हुन्छ। जब तपाईलाई मुटु छेड्ने गरी हरेक दिन उसले प्याच प्याच भन्छ, तपाईलाई उत्साह दिँदैन, तपाईको कुरामा जस दिँदैन, न्याय मात्र गर्छ र तपाईको आलोचना र तपाईको ब्याकबाइट मात्र गर्छ र तपाईलाई जहिले पनि किचकिच गर्छ भने त्यो सम्बन्धले तपाईलाई अगाडि लान सक्दैन। फलामलाई निखारेको जस्तो तपाईँ चाहनुहुन्छ भने नि कदर गर्ने सम्बन्धमा अड्किनुहोस्। जुन सम्बन्धमा तपाईँको इन्सल्ट हुन्छ, जुन सम्बन्धमा तपाईँको मुटु घोच्ने गरी छेड्ने गरी बार बार शब्दहरूले तपाईँलाई डाउन गर्छ भने त्यो सम्बन्धमा नबस्नुहोस्, सम्झौता नगर्नुहोस्, त्यो सम्बन्धबाट टाढिनुहोस्।